के छ बुवा त्यताको हालखबर? चुनाव लागिरहेछ। यस्तै त हो नि बाबु, चुनावको रमझम रमाइलै छ। ए भनेपछि चुनावको माहौल राम्रै छ होइन बुवा? एकदम ठिक छ बाबु। यसपालि बदल्नु पर्छ नि बुवा। बदल्नु भएन भने त म घर पनि फर्केर आउँदैन नि फेरि। पैसा नि पठाउँदिन। एउटा कुरा सम्झन्छस्? के सम्झिनु बुवा, म भोटको कुरा गर्दैछु। त कक्षा 8 मा पढ्थिस्। परीक्षाको दिन थियो। स्कुलको केटाहरूले तँलाई पक्कु पिटेका थिए। त आँगनमा उभिएर धेरै बेर रोएको थिइस्। भित्र पस्न डराएको थिइस्, किनभने तँलाई लागेको थियो म तँलाई कमजोर ठान्छु। तर मैले तँलाई अँगालोमा कसे। आमा आई तेरो आँसु पुस्ती, तेरो घाउमा मलम लगाइदिए। मैले भनेको थिएँ, छोरा फर्केर गएर लड। त फर्किस्, फेरि त्यही केटाहरूका गइस लडिस्। जितिस् कि हारिस् मलाई याद छैन, तर एउटा कुरा चाहिँ ठ्याक्कै याद छ। त भागेको थिइनस्। जुन बुवाले तँलाई भाग्न सिकाएन, अझ त्यही बुवालाई पैसा नपठाउने डर देखाएर झुक भन्दैछस्। केही कुरा बदलिरहेन छोरा। जस्तै सूर्यलाई भोट हाल्ने बानी। एमाले अहिले, किनकि देश पहिले।